तामाङ सम्पदा मार्गमा पर्ने नागथलीमा थुमनवासीहरूले सामूहिक रूपमा वर्षेनी नागथली गुम्बाको पूजा गर्दै आएको पाइन्छ। यहाँ उहिले गुरु रिम्पुछेले तपस्या गरेको किम्वदन्ती छ। नागथली भन्ने ठाउँको किम्वदन्ती चाहिँ नागदेवता रहेको स्थान भएको हुनाले नागथली हुन गएको भन्ने मैले थाहा पाएँ। त्यहाँ भेडाहरू र चौरीहरू पनि रहेको कुरा थाहा पाइसकेपछि म भेडा गोठाला खोज्दै निस्किएँ। नभन्दै एकजना दाईलाई भेट भयो। उहाँसँग केही बेर कुरा गरेँ। अनि यहाँ तपाईँ यही गोठमै बस्नुहुन्छ कि कहाँ बस्नुहुन्छ? यहाँ नै बस्छ। यहीँ बस्छ। नथलीमा नै बस्छ। अनि के यहाँ खानेकुराहरू चाहिँ के पाइन्छ? खाना दाल घरमै लिएर आयो हुन्छ। के दाल हुन्छ? चामल भात? भात अनि कहिले गहुँ कहिले जाउ। गहुँको चाहिँ के खाने? ढेँडो कि? यहाँ आउँछ। ढेँडो पाक्छ यहाँ? ढेँडो? हजुर ढेँडो झिँडो अनि गहुँ झिँडो अनि मकै झिँडो कोदो। फापरको पिठो पाइँदैन? फापर चाहिँ मैले थाहा छैन। र अलि माथि एकजना अर्का मेमे देखिनु भयो। उहाँले नेपाली कुरा प्रष्ट बुझ्ने कुरा थाहा भएपछि उहाँसँग मैले त्यहाँको जनजीवन जीवनशैली त्यहाँको अवस्थाको बारेमा निकै बेर भलाकुसारी पनि गरेँ। जसो ठाउँ त रमाइलो रहेछ नि? ठाउँ त राम्रो छ। त्यो भएर चाहिँ पुरो मान्छे अलि भएर भनेर चाहिँ अलि माथि त्यो 3 दिनसम्म लाग्छ। माथि जानुपर्छ अनि हिँड्नु सकेन। अनि यहाँ भइसक्यो। यहाँ चौर छ अनि आफैको जग्गा पनि छ त्यो मुनि, त्यो खाँबाको मुनि। अब यहाँ भएन बुढो हिँड्नु सक्दैन। हामी जस्तो पर्यटकहरू कतिको आउँछन् यहाँ? खोइ मेमेले फेर्दैन। मेमे त फेरिसकेछ। हामी बुढो 30 जना त कहिले दौडिन्छ नि आउने त एउटा अस्ति 4 जना हो कि 5 जना हो। त्यो तल मुनि भेट्यो। मैले यस्तो कुरो सोध्न थालेँ। खोइ मेमे माथि पुगेन। अहिले ठाउँ मेरो नाम पनि टिप्पण गरेर लिएर गए। त्यसपछि केही सुन्दर दृश्यहरू क्यामेरामा रेकर्ड गरेर त्यहाँ रहेको रेम्पोछे गुम्बा वरिपरिको दृश्यहरू, गाई चरिरहेको, घोडा चरिरहेको दृश्यहरू हेर्दै हिमालका सुन्दर दृश्यहरू अवलोकन गर्दै रमाउँदै खेल्दै मैले करिब 3.5 घण्टा जति बिताएछु।